फिल्मले समग्र त्यो बेलाको वादी समुदायको कथा बोलेको छ। हाम्रै देश नेपालमा पनि, नेपालभित्र पनि अर्को देश भन्न चाहन्छु म चाहिँ, जुन त्यो लाली बजार फिल्ममा देखाउन खोजिएको छ। त्यो संसारै अर्को छ क्या। त्यहाँको समाजै अर्को छ। त्यहाँको समाज नै कस्तो छ भन्दाखेरि छोरी जन्मे पछाडि उसले चाहिँ आफू बेचिएर अथवा प्रस्टिट्युटको काम गर्नु नै त्यहाँको प्रथा नै हो भनेर देखाइएको छ, अथवा त्यो बेलाको प्रथा नै हो भनेर चाहिँ फिल्म हेर्दाखेरि हामीलाई लाग्छ। तर क्यारेक्टरले के बोलिरहेको छ भन्दाखेरि त्यो प्रथा होइन, त्यो चाहिँ जाने बुझेका जुन सेठ जमिनदारहरूले अथवा त्यो बेलाको धनीमानीहरूले चाहिँ गरेको शोषण हो, जुन चाहिँ वादी समुदायप्रति एउटा यौन शोषण हो भनेर चाहिँ फिल्मको क्यारेक्टर स्वस्तिमाको क्यारेक्टर मधुले बोलेको छ। फिल्म नितान्त एउटा वादी समुदायभित्रको एउटा नारीको कथा हो, जुनको दायराभित्र एउटा संसार छ। उनको जीवनी नै त्यही छ। प्रस्टिट्युटको काम नै उनको जीवनी हो, उनको पुस्तौँदेखिको काम हो। त्यो समाजमा चाहिँ छोरी मान्छेले चाहिँ घरको मुली भएर प्रस्टिट्युटको काम गरेर चाहिँ समाज आफ्नो घर परिवार चलाउँछन्। त्यसलाई चाहिँ खुलमखुला त्यो समाजले पनि छुट दिएको छ। उसका आमा बुबाहरूले पनि त्यो नै धन्दा गर्नु नै त्यो त्यसैको लागि बनेको हो, त्यसैको लागि जन्म भएको भनेर उसका दाजुभाइ, आफ्नो श्रीमान, बा आमा सबैले नै एउटा नारीलाई, एउटा छोरीलाई चाहिँ त्यो काममा हाँसी खुसी नै लगाइदिन्छन्। त्यो खालको कथा देखाइएको छ। र त्यो अवस्थाबाट चिर्दै यो प्रथा होइन, यो शोषण हो भनेर चाहिँ मधुको क्यारेक्टर, स्वस्तिमाको क्यारेक्टरले चाहिँ यो फिल्ममा एउटा क्रान्तिको काम गरिरहेको छ। त्यस पछाडि त्यो समाजभित्र पनि त्यस्तो अवस्थामा पनि प्रेम सम्बन्धलाई देखाइएको छ। आफै कल्पना गर्नु न, त्यो समाजमा भएको प्रेम सम्बन्ध कस्तो थियो होला। नथी प्रथा भन्ने जुन देखाइएको छ, जहाँ चाहिँ छोरी जन्मे पछाडि चाहिँ त्यहाँको हुने खाने जमिनदारले, त्यहाँको राजाले भनौँ ले चाहिँ छान्नु पाउने होइन, अथवा यो चाहिँ मेरो हो भनेर चाहिँ अगाडि नै नथी लगाइदिनु मिल्ने त्यो खालको प्रथा देखाइएको छ। यो प्रथाभन्दा पनि शोषण देखाइएको छ भन्न चाहन्छु म चाहिँ। त्यो शोषण चाहिँ प्रथाको रूपमा चाहिँ त्यहाँ स्थापित गरिएको रहेछ। तपाईँ आफै सोच्नु कि त्यस्तो समाजमा एउटा प्रेमको कोपिला फुलाउनु चाहिँ मेकरले कसरी प्रेजेन्ट गर्यो होला नि त्यो कुरालाई। अथवा त्यो समाजमा मधुले चाहिँ आफ्नो जीवन चाहिँ त्यो दायराभन्दा बाहिर बाँच्न खोजिरहेकी छन्, सपनाको संसार खोजिरहेकी छन्। त्यो कस्तो मार्मिक दृश्य होला, कस्तो मार्मिक अवस्था होला, त्यो तपाईँले फिल्म हेरेर अवश्य पनि मनन गर्न सक्नुहुनेछ।